ल आज चाहिँ हामी लसुन लगाउन गइरहेछौँ है। अब हाम्रा विद्यार्थी भाइ बहिनीहरूले चाहिँ लसुनको यो पोटीहरू चाहिँ केलाइराख्नु भएको छ हैन। ल अहिले अब फिल्डतिरै गएपछि अरू कुराहरू गरौँला। यो 15-20 दिन अगाडि है यहाँ चाहिँ मलसल हालेर राखिएको थियो यो फिल्डमा। अहिले पनि फेरि हामीले चाहिँ हल्का हल्का यसो भर्मी कम्पोस्टहरू हालेर चाहिँ फेरि अझै तयारी गरिरहेछौँ है लसुन लगाउनलाई। विद्यार्थी भाइ बहिनीहरूले यो काम गरिराख्नु भएको छ। ल हामी आज जम्मा भएको छौँ। हामी यो चाहिँ क्लास 10 को प्र्याक्टिकल कुनको त भन्दा कल्टिभेसन अफ बल्ब क्रप्स। कल्टिभेसन अफ बल्ब क्रप्समा विशेष गरी आजको हाम्रो टपिक रहेको छ गार्लिक, लसुनको चाहिँ खेती। यसको साइन्टिफिक नेम छ एलियम सेटिभम हैन। यो चाहिँ अब एमारिडेसी अथवा चाहिँ एलिएसी यस्तो फ्यामिलीमा पर्ने गर्छ हैन। यसको चाहिँ क्यारेक्टरिस्टिक कुरा भनेको एकदमै चाहिँ फरक कुरा भनेको यसको चाहिँ बास्नाको रूपमा यसलाई चाहिँ मसला तरकारीको रूपमा चाहिँ हामीले चाहिँ के गर्छौँ त युज गर्ने गर्छौँ। यसको लागि हामीले आज नेपालमा प्राय यो रिलिज गरिएको भेराइटी चाहिँ यसको स्थानीय भन्ने लोकल भेराइटी भनेर छ हैन। यो चाहिँ हाम्रो अब बाहिरको अलिकता चाइनिज लसुनहरू यस्तोहरू लिएर आएको छ, त्यो हामीले चाहिँ आज लाउन गइरहेको छौँ हैन। अनि यसको लागि यो चाहिँ एउटा नेपालको लागि एउटा चाहिँ यो हिउँदे बाली हो हैन। अनि यो चिसो मौसममा एकदमै राम्रो हुने गर्छ हैन। अनि त्यसपछि यसलाई प्रसारण गर्नको लागि यसको चाहिँ पोटी क्लोभ्सहरूको चाहिँ युज गरिन्छ। हामी चाहिँ त्यो क्लोभ्सलाई चाहिँ कसरी हाल्छौँ त भन्दा यो के अरे त्यसको जुन चुच्चो भाग हुन्छ जहाँबाट चाहिँ टुसा पलाउँछ त्यसलाई चाहिँ माथि पर्ने गरी हामीले हाल्ने गर्छौँ। र हाल्दाखेरि धेरै गहिरो भन्दा पनि त्यसको थोरै टुप्पो बाहिर जमिनसँग बराबर हुने गरी कि त्यसको टुप्पो चाहिँ जमिनसँग बराबर हुने गरी हामी चाहिँ हाल्ने गर्छौँ होइन। अनि त्यसपछि यसको लागि स्पेसिङ रहेको छ। स्पेसिङ यसको लागि चाहिँ 15x15 रहेको छ। हामीसँग के अलिक धेरै नै ठुलो खालको लसुन भएको भएर हामीले 20x20मा लगाउनेछौँ है। अनि त्यसपछि ल यसको लागि यति नै छ। हामीले यो फिल्डहरू सबै तयार गरिसकेको छौँ। अलि अगाडिदेखि नै हामीले मलहरू हालेर आज पनि केही भर्मी कम्पोस्टहरू यस्तोहरू पनि हाल्यो। बाख्राको मलहरू हामीले युज गरेको छौँ प्राय। अनि ल अब चाहिँ स्पेसिङ मिलाएर हामीसँग यी स्टेप छ। यसअनुसार विद्यार्थीहरूलाई पनि अब टक्क हामी सँगसँगै काम गर्नको लागि अनुरोध गर्न चाहन्छु। लेट्स स्टार्ट। अब यो फरो बनाउने काम भइरहेछ हैन। सहिलो छ, यसलाई गाह्रो मान्नु भएन कि। यो त इजी प्रोसेस हो नि हो। उतासम्म गर्ने हो। ल हो वहाँसम्म लाने हो, उतैसम्म लैजाऊ। ल गुड हो। ल एउटा भयो है। ल अब अर्को पनि। ल अर्को पनि अब हेर त अब 20 सेन्टिमिटर एक हारदेखि अर्को हारको दूरी कति हुनु पर्यो रे? 20 सेन्टिमिटर। गुड। 20 बनाउँदा ल त्यहाँ फेरि 20 बनाउन त्यो नानीले के छ जाने छैन नजाने त्यहाँ हेर्ने। ल लैला नानी ल त गर त त्यहाँ 20 बनाऊ त। ल ल ल ओह ल ल है फेरि ल ल ल 20 बनाऊ त भएछ हो। ल ठिक छ हो त्यसरी गर्ने हो। यहाँनिर ल अब तान त। अब यो त्यसलाई तान, सिधा बनाऊ। अब त्यसलाई यहाँ ल्याऊ कि सिधा बनाऊ। अब हो ताना ताना नछोड है नछोड। ल ल अब अहिलेको चाहिँ ट्याक्कस गर त। पानी हाल्दै गर नि तिमीहरू, पानी हाल्दै गर। हो त्यसरी नै लैजाऊ। ल अब योले गरिरहेको छ पानी हाल्दै गर। पानी हाल्दै गर। भाइ अलिक ख्याल गर्ने है, ख्याल गर्ने हो। एकदम उता उता गइरहेछ। ल हेर हेर है अझै सिधा भएन। यसलाई अझै यस्तो गर्नु पर्यो। यसलाई हानेर ल म यसरी तन्काइदिन्छु। यसले गर त। ल हो। ल एकजना समाउँदा आऊ केटाहरू। एकजना आऊ न। ए केटाहरू यहाँ आऊ त एकजना बसेर हानेर यसरी तन्काउ त। ल हो ल ओके। ल हो ल ओके। यो चाहिँ फरो बनाएर चाहिँ सकिया छ। अब चाहिँ हामी प्लान्टिङतिर जाँदैछौँ है। अब यो लसुन चाहिँ रोप्न जाँदैछौँ। विद्यार्थी भाइहरूलाई अब हामी सिकाउँछौँ। हाम्रो यो लोकल परेन होइन।
अलिकति ठुलो छ है, त्यही भएर पनि हामीले अलिकति स्पेसिङ चाहिँ 20 बाई 20 मा लगाउन गइरहेछौँ है। अब यसको चाहिँ के हुन्छ भन्दाखेरि तिमीहरूले यसरी लगायो भने चाहिँ यो चाहिँ खासमा यो जरा आउने भाग हो, अलिक ख्याल गर्ने है सबैजनाले। यो चाहिँ जरा आउने भाग हो, यहाँ माथि चाहिँ यसको सुट आउँछ है। यसलाई लगाउँदाखेरि चाहिँ तिमीहरूले ठ्याक्कै सुट देखिने गरेर माटोले छोप्नु पर्ने हुन्छ सबैजनाले है, ख्याल गर्ने है। अब हामी त्यही अनुसार यहाँ लगाउन गइरहेछौँ है। ल अब हेर, यहाँनेरि भयो, हेर त यतिको गर्ने है। यसलाई अब यी ट्याक्क यो सुट चाहिँ देखिने गरेर हल्का प्रेस पनि दिने, फरक पर्दैन है। यो सुट चाहिँ देखिनु पर्यो है, अलि यतै भन्छ यसलाई। ल यो चाहिँ यो सुट आउने भाग हो, यो चाहिँ के हुनु पर्यो देखिनु पर्यो है त। यसरी चाहिँ लगाउनु पर्यो सबैले, नबिगार्ने है कसैले पनि, मजाले आनन्दले लगाउने है त। त्यो फिताबाट अलिकति झ्याउने भयो। अब यसले चाहिँ एकजनाले, अब म एकचोटि सिकाइदिन्छु। जस्तै हामीले यो लगाइयो होइन त, यसलाई नै रिफरेन्स मानेर ट्याक्कै यहाँ यहाँसम्म फेरि यहाँनिर एउटा है, अनि यसरी नै फेरि यहाँनिर यसरी चाहिँ तिमीहरूले गर्दै जाने, यहाँ चिन्ह लगाउँदै यहाँ लगातार जाने है। त एकजनाले गर्नु पर्यो ल है। ल ल आउ ल, विद्यार्थीहरूले चाहिँ अघि सिकाएको तरिकाले लगाउँदैछन् है। ल चाहिँ बिस्तारै यो सकिँदैछ होइन। यो लगाएर चाहिँ हामीले एउटा सानो प्लटमा एउटा डेमो टाइपको मात्रै गराएको हो है। ल यसलाई अब हामी पछि मल्चिङ दिन्छौँ। रोपेर सकियो होइन। अब यसलाई हामीले यतिकै छोड्न भन्दा सबैभन्दा बेटर भनेको मल्चिङ गर्नको लागि छापो दिने भन्छ नि होइन, थाहा छ नि हो। त्यो छापो दिन चाहिँ सबैभन्दा राम्रो हुन्छ लसुनमा है। छापो किन दिने भन्ने पनि थाहा पाउनु पर्यो होइन। छापो किन दिने थाहा छ होला तिमीहरूलाई? छापो किन दिन्छ थाहा छ? ल अब यो कुरो तिमीहरूले अब यहाँ सिक्नु पर्यो कि है। छापो भनेको हामीले त्यो जमिनमा भएको पानीलाई जुन मोइस्चर हुन्छ होइन, मोइस्चरलाई चाहिँ बचाइराख्नको लागि एउटा है, थाहा छ नि। र अर्को भनेको चाहिँ यहाँबाट झारहरू चाहिँ नउम्रियो। यदि झारहरू उम्रियो भने त त्यो झारहरूले यो लसुनसँग चाहिँ कम्पिटिसन गर्ने भयो, प्रतिस्पर्धा गर्ने भयो होइन। यहाँबाट खाद्य तत्त्वहरू सबै खाइदिने भयो। त्यसले गर्दाखेरि लसुनको प्रोडक्सन, त्यसको उत्पादन चाहिँ राम्रो नआउने भयो। त्यही भएर हामीले अहिले त्यो छापो दिँदैछौँ। र छापोको अर्को फाइदा भने चाहिँ जुन यसको टप सोइल हुन्छ, टप सोइल चाहिँ इरोजन भएर जान पाउँदैन है। र अरू रोग किराहरूबाट पनि यसले चाहिँ केही मात्रामा चाहिँ कन्ट्रोल गराउँछ। त्यही भएर हामीसँग चाहिँ अहिले छापोको रूपमा चाहिँ हामीले अहिले पराललाई युज गर्दैछौँ है। अरू चाहिँ त्यस्तो हेभी दिनु पर्दैन, हल्का मात्र दियो भने पनि यसको लागि राम्रो हुन्छ है। ट्याक्क अब के गर्ने, ट्याक्क छोपिदिने मात्रै है। हेर त सबैजनाले हेर है। ल हेर यतिको लेभलमा सबैले अब छोपिदिनु पर्यो। सबैजना उहाँले ट्याक्क छोप्दै हेर है त। यसरी चाहिँ छोपिदिनु पर्यो। ल सबैले टाढो गरेर यसरी है। हाम्रो विद्यार्थी भाइ बहिनीहरूले यहाँ चाहिँ छापो दिने काम गरिराख्नु भएको छ होइन। ल हामीले चाहिँ धेरै हेभी इरिगेसन त दिएको छैन, हल्का लाइट मात्रै है। ल यो दियौँ र लगभग अब हाम्रो यो चाहिँ फिनिस भयो है। ल ओके, ल तिमीहरूले सिक्यौ होइन त लसुन लगाउनलाई? अब घरमा गएर नि गर्छ नि होइन कामहरू? ओके ल, अब जाँचमा परीक्षामा होइन तिमीहरूलाई अब यसको बारेमा क्वेसन आयो लेख्न सक्छ मजाले? सक्नु पर्यो है। ओके ल, धन्यवाद है त। ओके ल।